हेपेर कुरा नगर्ने छ दाइ मैले के थियो उहाँहरू खास तपाईँहरूको के थियो होइन हामी विगत तपाईँलाई ठिक छ त धेरै समयदेखि हामी मेरो साहबलाई भेट्नलाई हाम्रो एउटा जमिन छ त्यो जमिनलाई अलिकति चाहिँ यसो सेपमा ल्याउँ भन्ने हिसाबबाट हामी कुरा गर्न आयौँ कति नम्बरको यो केस 4 नम्बरको 4 नम्बर यहाँ दधिकोट अनि उहाँले भनेकै शैली अप्नाइरहेको छ क्या यो दिन भन्नुहुन्छ त्यही दिन यस्तो त उहाँलाई पनि अप्ठ्यारो छ भित्रबाट जेन निर्देशन हुन्छ त्यो बोलियो होइन नभेट्ने भन्नुभएको छ त्यही भएर त्यो भन्यो भने अहिले बस्नुहोस् न दहीको कहाँनिर 4 नम्बर कतापट्टि खड्गाउँ माथि छ यो लोजा टोलमाथि अनन्त लिङ्गेश्वरकै यतापट्टि बुझेँ मैले त्यही स्थानीय हो तपाईँ हामी स्थानीय के भन्नु नेपाली हौँ त्यस्तो होइन नेपाली त सबै नेपाली हो नि भाषा बोली चाहिँ पुगिहाल्यो त्यो भन्नै पर्दैन नि मैले चाहिँ नचिने भएर तपाईँ त्यहाँको स्थानीय हो स्थानीय भएर त काम गरिदिँदै होला नि स्थानीय सबै काम नियम त सबैलाई बराबर हो नि स्थानीयलाई थरी भएर अब यो यस्तो हो क्या कुन्डा पानी मुन्ना विचार हो साँच्चै नै देश मेरो हो भन्ने सोच्ने हो भनेदेखि चाहिँ एउटै नियम लाग्छ तर यिनीहरूले त हामीलाई भोट हाल्ने होइनन् भनेर सोच्छ नि त यहाँको नेताहरू त त्यतिकै नसोच्ला नि त्यो त्यही सोचेर नि स्थानीय कसैको काम रोकेको छैन हाम्रो काम रोकेको छ के हो त नि त्योभन्दा अर्को अर्थ लगाउन नआउँछ नियम सङ्गत गर्नुभयो भने जोगैले पनि रोक्नै पाइएन नि नियम सङ्गत आउनुभयो भने पाइयो भोलि त कानुन पनि त होला नि यो व्यक्ति हेरेर काम गर्यो भने त अर्को अथोराइज होला नि त फेरि नियमसँग पनि हामी त नियमसँग पुरै प्रक्रिया पुरा भनेको हामीले हाम्रो कुरा भनेको लिखित रूपमा निवेदन दिने होइन त्यहाँको इन्जिनियर शैलेश वडाको इन्जिनियर त्यही त वडा त भन्ने जे मलाई त्यही बोल्दै जसो भन्दा त्यसै गर्दै गर्दा घुमाइदिएको छ मान्छेलाई अनि आइतबार पनि एकदम धेरैवटा आइतबार हो क्या एउटा होइन दुईवटा होइन 4वटा 5वटा आइतबार आयो हुँदैन मान्छे अरूको केही कामै छैन जस्तो छ नि आएको आइ गर्नुपर्ने त्यो त राम्रो भएन नि त आइतबार अलि भेट्न अलिक गाह्रै हुने रहेछ जोगैलाई पनि आइतबार चाहिँ अलिक पिक दिए भएर हो कि सुरुकै दिन बाबर हो कि आइतबार आउनुभयो भने फेरि आइतबार पनि कि मेरो जे भन्यो त्यही हामीले त्योभन्दा बाहिरबाट कुरै गरेको छैन क्या आज अनि त्यही भएर फोन गऱ्यो आउनुभएको छैन भने त्यस पछाडि हामीले अर्कै ठाउँ फोन गऱ्यौँ आउनुभएको छ भनेपछि मैले तपाईँले त्यसो भनेको हो कि मेयरलाई चाहिँ डाइरेक्ट फोन गर्न मिल्दैन फोन उठाएको त अहिले तपाईँको कुरो बिचमा काटेँ क्या मैले अहिले त्यहाँ भर्खर यहाँ हाम्रो भूमि आयोगको अध्यक्ष भक्तपुर गएर आएको अरे नगरपालिका भूमि आयोगको अध्यक्षलाई त्यहाँको सुनिल प्रजापतिले 1 हप्ता पछाडि टाइम दियो कि ठिक छ 1 हप्ता पछि आउनु सुन्नु न म मेरो कुरो हो नि भूमि आयोग भनेपछि त अहिले त एकदम हट हो नि त होइन भने चाहिँ अब यो के भन्ने अब भन्नु न अवस्था त्यही हो क्या अब यहाँ पनि पुरानो नगरपालिका भन्दा नयाँ नगरपालिका पछि अलिक चाप बढी देखेँ क्या मैले पनि भर्खर एकछिन बसेर 2 चोटि गएर भर्खर पसेर म निक्लिहालेँ कि भने मतलब मैले पनि अस्ति पनि आएर त्यहाँ पछि पनि मैले फर्केर हिँडेँ अब बिजीको कुरा पनि अब कति कुराहरू बिजी व्यस्त भएर नि गरिन्छ तर उहाँलाई अप्ठ्यारो छ क्या तपाईँले जुन भन्नुभयो होइन उहाँलाई त के छ र जानुहोस् भेट्नुहोस् भन्नुलाई सही हुन्छ भित्र पठाइसकेपछि तपाईँलाई त केही भन्नु हुँदैन नि ठिक छ भेट्नु अनि उहाँलाई त हगाउन थाल्नुहुन्छ नि फेरि के काम होला बिजी अर्जेन्ट हुन्छ अफिसियल काम त कति हुन्छ नि कति हुन्छ अब अहिले 2जना भाइ यहाँ तल हाम्रो त्यो कार्ड दिने भाइ चिन्नुहुन्छ नि तपाईँहरूले भन्नुभयो होला तपाईँको बुझाइमा उहाँले भनाइमा अलिक बुझाइ गलत भयो कि के भयो तपाईँको थाहा छैन मलाई आउनुभएको छ बिजी हुनुहुन्छ तपाईँहरू नआउनुहोस् आज भेट्नुहुन्न भन्दै भएदेखि त जे हो त्यही कुरा हामी पनि त्यसलाई ठिकै छ भनिदिउँ आइतबार आउँछौँ ठिक छ अब आज आइहाल्नुभयो आज हुनुहुन्छ भेटेर जानु न आफ्नो कुराहरू राख्नुहोस् के हो कसो हो होइन हुने कुराहरू छ नि मेयर साहबले रोक्ने कुरो भएन गर्नु पर्यो नहुने कुराहरू छ नि यो कुराले हुँदैन है भनेपछि लिखित रूपमा दिनुको काम होइन जनप्रतिनिधि भनेको त्यही हो नि होइन र होलाई हो होइनलाई होइन भन्न सक्नु पर्यो कुरो त्यति हो लिखित रूपमा जवाब चाहियो कि अरू केही होइन क्या हामीलाई होइन त चाहिँ बे जिल्लाको परिस त अर्कै अनि वडाले के भन्यो वडा त चाहिँ वडाको अधिकार नै नगरपालिकाले खिचेर ल्याएर राखेको छ क्या भन्ने कुरा सिद्धान्त त्यही हो यस्तो भयो अरे
जसले म पनि जनप्रतिनिधि भइसकेका मान्छे एक नम्बरको मैले तपाईँहरूको कुरा सुनिसकेको छु होइन कहिले पनि यसरी खिचेर ल्याएको यहाँ छैन जो पनि पानी माथिको ओभान हो हेर्नु जस आफ्नो ऊ चाहिँ अहिले आउनु त लेखेर देउन भन्दा किन लेखेर दियो यस्तो नि त त्यो यस्तो हुन्छ नि त कति कुराहरू लेखेर नदिने पनि हुन्छ क्या कुराहरू कति अनि मौखिक होला नै भएको छ। नीतिगत निर्णयका कुराहरू आउँछ नि त कति कुराहरू मौखिक होइन? त गर्नै पाइएन हेर्नु होइन मौखिक केही हुन्छ मुखले चल्ने साधन तपाईँले गर्न खोजेको चाहिँ के भन्नु त जग्गा चाहिँ नि यस्तो खालको जग्गा छ त्यसलाई कति छ डाउन जग्गा? गरेर जग्गा कति छ अहिले डोजर लगाउनु बन्द छ डोजर लगाउनुलाई ठिक हुन्छ क्या जग्गा हाम्रो 7 रुपियाँ हो त्यही हो कि अब विभिन्न 2-3 जनाको नाममा गरेर हामी 4 जनाको नाममा 7 रुपियाँ परिवारको नाममा गरेर जम्मा 7 रुपियाँ जग्गा धेरै पनि होइन 7 रुपियाँ अरूले 100 रोपनीको गरिरहेको छ त्यहाँ पनि कस्तो छ भन्दाखेरि यसो